जिउजाउनु भएको थियो होला प्रत्येक नेपालीलाई। म गर्वका साथ भन्छु, म उहाँको अभियन्ता हो। कसैले सामन्ती दुर्गा परसाई भने, कसैले अजारक दुर्गा परसाई भने। सायद यो देशमा दुर्गा परसाई एउटा जङ्गबहादुरको रूपमा उदयमान भएको थियो। बचाउन, राष्ट्र बचाउनलाई लड्ने युवा हो हामी। सधैँ दलको लागि लड्ने नेता होइन हामी। त्यसमा नेपाल सरकारले असुर ग्यास प्रहार गरेको हाम्रो कार्यक्रम बिथोल्न खोजेको थियो, जसको हाम्रो जन कमान्डरलाई हिरासतमा राखेको छ। 14 जना एकीबद्धता जनाउने नेताहरू भाषणमा मात्रै सीमित हुनुभयो। नमस्कार, जय राष्ट्रवाद, जय नागरिक भन्न चाहन्छु। आज यो देशको अवस्था तपाईँ हाम्रै अगाडि छर्लङ्ग भइसकेको छ। देशले के मागिरहेको छ? वास्तविकता यो देश 34 वर्षसम्म यिनी दलाल नेता दलदलमा फसाएका नेताहरूले देशलाई एउटा दलदलको मार्गमा फसाइरहेको बेला अब त्यसमा हामी नेपालीहरूले मान्ने हुने छैन। यो अवस्थालाई चिर्नको लागि नागरिक बचाउ महाअभियानको जन्म भएको थियो। सायद त 18 वर्षको पिरियडमा सबैले बिर्सिनु भएको थियो होला, यो देशमा राजा छन् भनेर। यो देशमा राजा छन् भनेर पूर्व मेचीको पुलमा दियो र शान्तिका दूत परिवार उडाएर आदरणीय हाम्रो जना कमान्डर 15 गतेको जन कमान्डर दुर्गा परसाई ज्यूले नै सायद जिउजाउनु भएको थियो होला प्रत्येक नेपालीलाई। म गर्वका साथ भन्छु, म उहाँको अभियन्ता हो। यो देशमा तस्कर भ्रष्टाचारी दलालहरूले देश सकिरहेको बेला अब नेपाली बाँच्नुपर्छ, नेपालीहरू नेपालमै बस्नुपर्छ, यिनी दलीय शासनको अन्त गर्नुपर्छ भनी सडकबाट आवाज उठाइरहेका थियौँ हामीले। सायद भ्रष्ट सरकारले जहिले पनि हामीलाई भन्छ ऋण खाएर ऋण पो तिर्नु पर्दैन भन्ने अभियान चलाएका दुर्गा परसाई, यो हाम्रो मान्यता थिएन। ऋण खाएर हामी ऋण तिर्थ्यौँ, तर 8% मा लगेको ऋण 18% मा होइन भन्ने हाम्रो अभियान थियो। ऋण तिर्दैनौँ भन्ने हाम्रो अभियान थिएन। कसैले सामन्ती दुर्गा परसाई भने, कसैले अजारक दुर्गा परसाई भने। सायद यो देशमा दुर्गा परसाई एउटा जङ्गबहादुरको रूपमा उदयमान भएको थियो। सायद कसैले धेरैले भन्नुहुन्छ होला, मिडियामा आएर बोल्नुहुन्छ होला, सडकमा आवाज उठाउने मात्र एउटा त्यस्तो व्यक्ति हो दुर्गा परसाई। त्यसैले प्रत्येक काममा, सामाजिक काम होस्, चाहे राजनीतिक काम होस्, चाहे अन्य कुनै काम होस्, युवालाई अग्रसर बनाइन्छ। जहाँ कुनै पनि काम युवा बिना सम्भव छैन। अस्ति 15 गतेको कार्यक्रममा पनि 70%, 80% युवा नै थिए, जसलाई युज मात्रै गरिन्छ देशका नेताले, जसको आफ्नो स्वार्थ पुरा भइसकेपछि यो देशमा युवाको लागि कुनै विकास भएको थिएन।